हाई नमस्ते। आज हामी बिहान उठेर कालीघाट मन्दिरतर्फ जाँदैछौँ। म मेरो मम्मी अनि मेरो दिदी। अनि मम्मीले चाहिँ पछाडिबाट हाई भन्नुहुँदैछ। अनि हामी बाई वक नै जाँदैछौँ किनभने मेट्रो स्टेसनदेखि धेरै टाढो छैन। अनि हामी कालीघाट मन्दिर पनि पुग्यौँ। जस्तो पुगेको त त्यहाँ त यति डरलाग्दो भिड रहेछ है। तपाईले यहाँ लाइन देख्न सक्नुहुन्छ। अनि त्यही माथि यस्तो डरलाग्दो गरम। अनि यो भिडमा चाहिँ हामी अलमोस्ट 3 घण्टा चाहिँ उभियौँ। यहाँ चाहिँ यति डरलाग्दो भिड हुनुको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ फर्स्ट रिजन चाहिँ ट्युजडे र स्याटरडे चाहिँ काली मातालाई पुज्छ है। अनि त्यही भएर भक्तजनहरू चाहिँ पुरै आएको हुन्छ। अनि सेकेन्ड रिजन चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँ चाहिँ तपाईले पण्डितलाई पैसा दिनुभयो भने चाहिँ तपाईको भिआइपी एन्ट्री हुँदो रहेछ। यहाँ चाहिँ अङ्कलले के भन्नुहुँदैछ भन्दाखेरि चाहिँ भिआइपीलाई मात्रै एन्ट्री नगरा होइन, यो लाइन पनि बढाइदे भन्नुहुँदैछ। किन भन्दाखेरि यति डरलाग्दो गरम अनि त्यो मान्छेको भिड होइन, लाइनमा उभिनु परेको कस्तो एक्जस्टेड हुन्छ। अनि त्यसको बाद चाहिँ यहाँ ठुलो झगडा पनि भयो। त्यो चाहिँ मैले कभर गरिनँ होइन। कालीघाट मन्दिरको चाहिँ होइन ब्याक साइड मात्रै छैन, यहाँ गुड साइड पनि छ। कोही कोही पण्डितहरूले यहाँ होइन पानी पनि बाँड्दै थियो किनभने यस्तो गरममा मान्छेहरूलाई तिर्खा लाग्छ नि त होइन। त्यत्रो अब 1 घण्टा पनि होइन, 2 घण्टा पनि होइन, 3-4 घण्टा उभिनु पर्दाखेरि मान्छेहरू कस्तो चाहिँ गर्मी हुन्छ। अनि हामी जसो त्यसो अघि बढ्दै थियौँ है। तर सबसे है मुस्किल काम भनेको चाहिँ यहाँ चाहिँ अझै मलाई भित्र एन्ट्री हुनु जस्तो लाग्यो। म पहिला पनि आएको हो तर यति डरलाग्दो भिड चाहिँ मैले भेटेको थिइनँ होइन। यो देख्नुहुँदैछ नि, यही हो भिआइपी एन्ट्री चाहिँ। यहाँ चाहिँ डाइरेक्ट एन्ट्री हुन्छ। अनि यहाँ हेर्नुहोस् न, म एन्ट्री पनि भइसक्यो भित्र। यति डरलाग्दो भिड थियो है। अनि यहाँ सक्नुहुन्छ भित्र पनि यस्तो डरलाग्दो भिड, खुट्टा टेक्ने जग्गा पनि थिएन है। यहाँभित्र चाहिँ रेकर्ड गर्नु दिँदैन रहेछ, तर पनि मैले सानो पिक्चर रेकर्ड गरेको छु है। हामी जसो तसो दर्शन गरेर है, त्यत्रो उभिएर भित्र त्यस्तो भिडमा पनि दर्शन गरेर हामी बाहिर निस्क्यौँ है। अनि यो कालीघाटमा चाहिँ मलाई नमन परेको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ है, तपाईँले चाहिँ पण्डितलाई पैसा दिनुभयो भने मात्रै तपाईँले आरती पनि घुमाउनु पाउनुभयो है, माला पनि चढाउनु पाउनुभयो, प्रसाद पनि चढाउनु पाउनुभयो है। सबै तपाईँले के लानु भएको छ त्यो सबै चढाउनु पाउनुभयो है। तर तपाईँले त्यहाँ पैसा दिनु भएन भने चाहिँ तपाईँलाई त त्यहाँ के जस्तो पनि गन्दैन है। तपाईँको सामानहरू पनि तपाईँलाई हातले चढाउनु पनि दिँदैन। त्यही पण्डितले